बाहिरबाट कसैले भनौँ न कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ भनौँ एकछिनलाई हामीसँग रिसोर्स छ, हामीसँग सबै ठिक छ, गर्न सकियो। जस्तो म नेपालमै छु, ओके अब जस्तो मलाई ब्रान्डिङ आउँछ दामी भनौँ न, मलाई अब एउटा प्रोडक्ट गेम खेल्न आउँछ, तर मलाई फ्याक्ट्री सेटअप गर्न छैन थिता कुरो, किनभने त्यत्रो क्यापिटल म इन्भेस्ट गर्न सक्ने अवस्थामा छैन, अथवा म गर्न त झमेलामै पर्न छैन। त्यो चाहेँ भने, मैले त्यो चिज गर्न चाहेँ भने रिजाल एग्रोले चाहिँ त्यो सर्भिस प्रोभाइड गर्छ कि गर्दैन? यस्तो हो, त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि सबैको आफ्नो आफ्नो सेगमेन्ट हुन्छ होइन। अब तपाईँले भन्नुभयो म मार्केटिङमा, म ब्रान्डिङ मार्केटिङ मेरो अप्सन छ, म ब्रान्डिङ मार्केटिङ गर्छु। मेरो त्यो छ भने म किन यता आफ्नो फिक्स्ड एसेट्स भनिन्छ जुन एउटा स्ट्रक्चर बनाउने, आफ्नो अगाडि लगानी त्यत्रो गइसकेको हुन्छ, किन गर्ने भनेर भन्दाखेरि चाहिँ त्यो सिनारियोमा चाहिँ हामी म्यानुफ्याक्चरिङ पनि गरिदिने कसैले चाहनुहुन्छ भने। किन भन्दा हामी एट द एन्ड त म्यानुफ्याक्चरर हो नि त होइन। म्यानुफ्याक्चरर एउटा ब्रान्ड बनिरहेको छ, आफ्नो प्रडक्ट लाइन लिएर गइरहेको छ, त्यो हामी सधैँभरि गइरहन्छौँ। तर म्यानुफ्याक्चरिङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँलाई एज अ प्रडक्ट चाहिरहँदाखेरि चाहिँ हामीलाई प्रडक्ट बनाइदिनु होला भनेर भन्दै गर्दाखेरि त तपाईँ पनि त क्राइटेरिया मिट हुनु पऱ्यो। किन भन्दा हाम्रो इन्डस्ट्री चल्दाखेरि कति दिन, कतिजना कामदार, कुन हिसाबको काम भइरहेको हुन्छ, त्यति अनुसारको क्वान्टिटी दिनु पऱ्यो, आफ्नो टर्म्स सबै कुरामा त बस्नै पऱ्यो होइन। तर कसैले इच्छा गरेर मलाई हजुरले यो बनाइदिनु, तपाईँहरूसँग अकबरे छ, तपाईँहरूसँग कागती छ अथवा के छ, मलाई चाहिँ यो अचार बनाइदिनु, म 2-4वटा भेराइटीमा लिन्छु, यति क्वान्टिटी तपाईँहरूकै अनुसारमा म डिपेन्ड भएर गर्छु भन्नुभयो भने हामी ओपन छौँ।